कस्तो लागिरहेको केटाहरू तिमीहरूलाई कस्तो लागिरहेको ल भन है बोल्दैन यासले अब एकदम ठिक छ यिनीहरूले बोलेर भाउ खाए यिनीहरूले सागर कस्तो लागिरहेको तिमीलाई एकदम राम्रो रमाइलो लागिरहेको छ एकदम रमाइलो लागिरहेको हामीलाई चाहिँ Few moments later. वेलकम टु माई न्यू ब्लग आयो तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला म पनि टाइम पाइन्छु है न्यू डे न्यू ब्लगमा है यस्तै छ आज चाहिँ हाम्रो यात्रा कहाँसम्मको छ भने हिरोसीमासम्मको छ होइन सबैजना हामी टक्क यताउता सबैजना आएका छौँ यो खुने चलेर हामी चाहिँ खुने चलेर टक्क जाँदैछौँ खुने चलेर अब पारी जानु पर्ने हुन्छ हामी पहिला सुरु पारी गर अनि कता जानुपर्छ अहिले थाहा छैन केही पनि थाहा छैन त्यो छ हाम्रो त्यो मनोज हो होइन सबैजना है केटाहरू सबैजना टक्क चलिसक्यौँ बसिसक्यौँ टक्क लाएर त्यो यस्तै हुन्छ अब मनोज सापकोटा पनौती भएर है ल यस्तै छ अब हामी आज दिनभरि के गर्छौँ कहाँ के जान्छौँ सबै हेर्दै गर्नु अब मेन कुरो भने तपाईँहरूले यो थम्बनेल हेरेर थाहा पाइसक्नुहुन्छ यो भिडियो कस्तो के बन्दैछ भनेर होइन त्यही हो अब आधी घन्टा जति चढेर उता आधी घन्टा चढेपछि उता पुग्छौँ त्यही छ अब जस अब हामीले हेर्ने भने ठाउँमा चाहिँ अहिले पानी आइसक्यो अरे अब त्यहाँ अब हामी जान पाउँदैनौँ केही छैन ठिक छ त्यहाँ पानी भयो नि ओरतिर त्यहाँ नसोस् केही छैन चस्मा सुहाउनुको लागि लाउने होइन केही छैन त्यहाँ पानी भयो नि के छ त ओर बाह्र फोटो खिचौँला हामीले अब चाहिँ हिँड्नु पर्ने हुन्छ यहाँ फेरि अहिले यहाँ मोबाइल हामी फाल्दिउँ के त यहाँ है खुनेबाट उठेर हामी सतलको लाएर आइसक्यौँ होइन 3-4जना 5-6जना छ होइन 10 मिनट जति हिँड्यौँ अब हामीलाई यहाँ घुम्नको लागि चाहिँ 2 घन्टा टाइम छ 2 घन्टा हामी मस्त घुम्ने हो अनि 2 घन्टापछि फेरि अर्को ठाउँ जाने हो कि अब फर्किने चाहिँ अहिले थाहा छैन हेर्दै जाउँ अब कस्तो कस्तो रहेछ अब नयाँ ठाउँ अहिले त्यही छ कस्तो लागिरहेको केटाहरू तिमीहरूलाई कस्तो लागिरहेको ल भन है बोल्दैन यिनीहरू नबोल्ने हुन्छ तिमीलाई कस्तो लागिरहेको तिमी भन न एकदम राम्रो अब एकदम ठिक छ यिनीहरूले बोलेर भाउ खाए यिनीहरूले सागर कस्तो लागिरहेको तिमीलाई एकदम राम्रो रमाइलो लागिरहेको छ एकदम रमाइलो लागिरहेको हामीलाई चाहिँ बगल मजा आइरहेको तर बसमा चाहिँ अलिअलि बोल्न पाएन त्यो चाहिँ हाम्रो लागि ब्याड न्युज हो है बसमा अब नेपालमा भइहाल्यो मस्त हल्लासल्ला गर्दै यताउता नाचगान गर्दै गीत गाउँदै आउँदाखेरि चाहिँ धेरै रमाइलो हुन्छ तर अब अहिले चाहिँ के भने यहाँ चाहिँ अब यिनीहरूको नियमै के हो बुझ्न नसक्दो नियम छ कि त्यही भएर बसमा चाहिँ अलि हल्ला गर्नु पाएन तर अलिअलि त गरिहाल्यो होइन अलिअलि त हामी नेपाली हो अलिअलि त चलिहाल्छ हाम्रो हल्लासल्ला त्यही हो अब यताउता हेरिदिउँ एकछिन होइन कस्तो एकछिन पानी आइदिएछ कि आधी घन्टा अलि ढिलो हुनाले गर्दा अलि पानी आइदिएछ त्यही छ प्रवीण तिमीलाई कस्तो लागिरह एकदम बवाल लागिरहेछ होइन घुम्न पाउनु नै ठुलो हो यार अहिलेसम्म आएर घुम्ने जे होस् तर बसमा बोल्न पाएँ नि त्यति चाहिँ अलिकति हाम्रो लागि उनी भयो क्या अब सकेसम्म बनाउने कोसिस गर्छौँ है त यहाँ घुम्न चाहिँ जापान आउनुपर्छ है घुम्न चाहिँ जापान आउनुपर्छ जापान घुम्न त जापानै आउनु गर्ने सोचमा छु त्यति बेला चाहिँ 2-3टा काम हान्छ निन्द्रा नपाएर उदुम भएको हामीलाई नि अब एउटा काम हाल्दाखेरि हाम्रो लागि मस्त यहाँ हुन्छ फेरि यहाँ पछाडि सिन्सी आउँदैछ पक्कै नेपाली बुझ्दैन नि केही छैन नेपाल नबुझेपछि जे भन्दै नि भयो आनन्द खाऊ त्यसैले हामी नेपाली अलि पछाडि नै हो जेस रमाइलो छ भनौँ डुबाउला केही गएको जहाज के भएको जहाज डुबा होइन के अनि केही गाडी अब नेपालमा केही गाडी अब नेपालमा जहाज ल्याउँछु भनेर सक्नु भएन तर केही छैन जापान भयो नि हेरेर चित्त बुझाउनु पाइयो चढ्नु पाइयो केहीले फेरि मलाई अनि नेपाल फर्केर हामी के अनि रतन जस्तो ल त यहाँ काम छैनस् त नेपाल आइयो भने त यहाँ भर्खर पानी आएर अब हेर्नै नपाइने भइयो भन्दा त्यहाँ गएर फोटो खिच्नै नपाइने भयो हुन्छ त्यो बाँसको टङ्गरङ गरेर के फोटो यहाँ बवाल भइरहेको यहाँ रमाइलो यहाँ चिसो पनि अलिकति चिसै रहेछ केही छैन A few moments later. यो चाहिँ हाम्रो अस्ति जो क्लासमा भिडियोमा देखाएको थियो यो चाहिँ सबै भिडियोमा देखाएर अनि टक्क आज लिएर आएको होइन देखाएर यस्तो गर्न पाउँछ यो रुल छ यो गर्नुपर्छ के गर्नुपर्छ सबै सिकाएर ल्याएको हुन्छ त्यो चाहिँ
रमाइलो छ अब रमाइलो गर्न आफूले सिक्नु पर्छ हातमा एउटा टिकट आइसकेको छ केटाहरूको यता छ है तपाईँको चिकेट त जापान आएपछि यहाँ टिकट त भन्नु पऱ्यो नेपाल हुँदासम्म त हामी टिकटै भन्थ्यौँ है यहाँ मैले नेपाल होटेल खोल्यो भने थिएँ मेरो होटेल व्यवसाय यस्तै पारा चल्यो भने मैले नेपाल गएर मैले होटेल खोल्यो भने मेरो होटेल यस्तै गरिदिन्छु मेरो टिकट नम्बर चाहिँ 414836 यो बवाल छ फोटोहरूलाई चाहिँ कस्तो होइन रमाइलो छ यहाँ हिउँ पऱ्यो खुरुले जहाँ जाने मेरै जान्छ यहाँ यतातिर बवाल छ अब यता एकछिन चाहिँ हामी फोटोसोटो खिच्नुपर्ने हुन्छ हाम्रो अब यहाँ सबै सेन्सीहरूले फेरि ग्रुपको फोटोहरू खिचिदिनु भने खिचिदिनुहुन्छ होइन त्यसको लागि भयो नि अब एकछिन हामी यता फोटोतिर खिच्ने कार्यक्रमतिर लाग्नु पर्ने हुन्छ है त हाम्रो ए सानगढी पालो सिधेर अब यो एनको यहाँ फोटो खिच्ने कार्यक्रम हुँदैछ टक्क लाएर होइन फोटोसोटो खिचेर ल अब हामी चाहिँ यहाँ घुमेर निस्किसक्यौँ है अब यहाँ घुमेर टक्क लाएर निस्किसक्यौँ अब के खानेतिरमा लागेको छ बवाल पारामा जानुपर्ने हुन्छ हामी चाहिँ फेरि यता फर्किनु पऱ्यो छोरोले यहाँ 2 दिन काम पेलेर के हो पैसा मस्त थालिरहेको छु पैसा यस्तो चाहिँ अनुहार हेरेर निद्रा नपुगेर यस्तो छ 2 दिनका काम 2 दिनका काम हान्नेको अनुहार यस्तो छ अब आफू त अब 3वटा हान्छु अब के गर्ने यस्तो निद्रा नपुगे पनि केही छैन 3टा काम हानेर पनि निद्रा नपुऱ्याउनुको मजै छुट्टो छ फेरि आज यहाँ बेलुका जानु यार काममा के गर्ने अब अल्छी लागिरह यार यहाँबाट गएर खाना पकाएर खाएर अनि काममा जानुपर्छ अब के गर्ने यस्तै छ अब जिन्दगी अब यहाँ नफस्ने ठाउँमा फसेपछि यस्तै हुन्छ जमाना हो त्यही हो अब यहाँ डुलाउँदै डुला यहाँ केही छैन खानेको केही बिचली पारेर हामीलाई यहाँ सेन्सीहरू कहाँ लाग्यो त्यो पनि थाहा छैन विद्यार्थी मात्र छोडेर बवाल पारामा अब हिँड्नु पऱ्यो नि यस्तै छ के होला अब हिँड्ने मात्र काम भइरहेको यहाँ बाटो निस्किने बाटो भेटाउनु सके छैन निस्किने बाटो भेटाए त अब केही खान पाइन्थ्यो कि भन्ने अलिकति आश गर्दै हिँड्यो हौ अब निस्किने बाटो भेट्नलाई गाह्रो भयो यार धेरै अब राम्रो पनि होइन धेरै नराम्रो पनि होइन अब जस्तो भयो अब चित्त बुझ्नु परिहाल्यो ल्याउने ठाउँ अलि राम्रो ठाउँ लगेको भयो हुन्थ्यो भने अब यस्तै ठाउँमा ल्याए केही छैन के भयो सामान खसेर छिर्यो सामान खसेर छिर्यो किन छिर्यो किन त्यहाँ छिर्यो भने मलाई थाहा छैन है म भन्छु मैले बुझेको होइन गर्लफ्रेन्ड बोयफ्रेन्ड हो मैले बुझिसकेँ त्यो सामान खस्या छ अनि त्यो भएर अब फेरि त्यसको गर्लफ्रेन्ड होला त्यो केटी मान्छे चाहिँ रुँदै गयो यहाँबाट रिसाएर रुँदै गयो त्यो केटा चाहिँ अब बेलभित्र छिरेर त्यो निकाल्न भनेर मुनि छिरेको छ अब त्यो हो चाहिँ बुझ्नु मैले अलिअलि देखा भएर मात्रै जस्तो लाग्यो त्यो हो चाहिँ मलाई होइन सायद त्यस्तै जस्तो लाग्यो त्यति त गर्नै पऱ्यो नि अब गर्लफ्रेन्डको लागि भनेर त्यहाँ अब हाल्नै फाल्नु पऱ्यो पानीमा के गर्ने अब पानीमा फालिदिएँ अनि पानीमै छिर्यो अनि त्यो रोएर गयो कि ल ठिक छ केही छैन त्यतिकै गर्नै पऱ्यो अब त्यति गर्नै पऱ्यो खोइ म त्यो अब किन हाम फाल्यो भन्दा के सामान लिनु गयो चाहिँ खोजिरहेको थिएँ त्यो केटी रुँदै गयो यहाँबाट त्यो केटा यहाँ सामान लिनु गयो त्यो केटी रुँदै गयो कि यतापट्टि यो केटा अनि केटा पनि सायद फोन हालिदिएर रहेछ A few moments later. प्रवीण दादाले यहाँ निकाल्दै हुनुहुन्छ यहाँ हामी नयाँ जापानिज खानेकुराहरू यहाँ टेस्ट गर्दैछौँ होइन यहाँ पैसा हालेर टक्क लाएर यहाँ निकाल्नु पर्ने हुन्छ कहाँ थिच्नु पर्ने हो यो लिन चाहिँ उता लिने हो यहाँ हाल्ने त्यहाँ थिचिदिने मेरो पाला आयो यहाँ हाल्ने होइन पहिला हाल्यो यहाँ हाल्ने त्यो
बिल चाहिँ भयो ल अब हामी यहाँ कहाँ कहाँ त अब 15 मिनट लाग्छ 15 मिनट लाग्न छ है यता देखाउनु अब हामीले नयाँ नयाँ चिज यहाँ खान ट्राई गर्दैछौँ होइन अब 15 मिनट लाग्छ अरे यहाँ हामीले यो के अरे देखाइदियो त बिल यो बिल काटिसक्यो 400 रुपियाँको हो होइन मस्त हान्ने हो अब नयाँ नयाँ चिज खाइदिउँ न त अब जापान आएको छ अब जापान आएर नयाँ नयाँ चिज ट्राई हालौँ भन्ने हो होइन हामीले यहाँ चिकन उयो पनि ट्राई गऱ्यौँ त्यो चाहिँ एकदम मिठो रहेछ होइन मिठो थियो नि बवाल मिठो थियो होइन रोस्ट टाइपकै थियो रोस्ट टाइपको थियो त्यो हामीले नेपालतिर खाने स्वाद त्यस्तै थियो होइन टक्क मसलाहरू पनि मिलाएको थियो अब हाल्नु पर्छ नयाँ अब यहाँ 15 मिनट बस्छौँ यहाँ बसेर टक्क ओइडीवामा हामी चाहिँ खानु पर्ने हुन्छ अब हाम्रो उता मनोज उता मनोजले निकाल्दै हो एकछिन टाइम लाग्छ सागरले ल अब टेस्ट हान्दैछु म चाहिँ होइन भित्रको चाहिँ बगाल खाएँ भित्रको बगाल आजीवा दो देशका भित्रको चाहिँ आमाई देशका आमाई देश सक्का सिधा नै Two hours later. 1945 चाहिँ अमेरिकाले बबाले बम हानेर छ यो र नागासाकीमा हान्यो होइन दुई ठाउँमा हाल्दा चाहिँ त्यस बबाले उनी भएर छ त्यो बेला कतिजनाको डेथ भयो कतिजना घाइते भए कतिजनाले अब हात खुट्टा गुमाउनु पऱ्यो होला यस्तै हो अब यस्तै छ हेर्दै जाऊँ यस्तरी हान्थ्यो है एक लाख 40,000 जना चाहिँ यो बम पड्क्यो भने चाहिँ A few moments later. यो चाहिँ अब हिरोसिमामा छौँ हामी चाहिँ एउटा सुपा खोज्दै हिँडिरहेछौँ होइन सुपामा जाने टक्क के पाउँछ खाने रमाइलो गर्ने अब यस्तै हो अब सुपा खोज्दैछौँ हामी यहाँ भेट्या खाइन एउटा भेट्यो लुगा हेर्न गएको 34,000 प्राइस गर्छ अब यहाँ हेर्ने मात्र त नि हेऱ्यो हेरेर टक्क लाएर अनि यसो केही गरेनौँ त्यहाँ जान्थ्यो अनि यसो लुगाको प्राइस पल्टायो हेरौँ अनि फर्केर आयो अब हामी चाहिँ यहाँ त्यो बम परेको ठाउँमा हेऱ्यौँ अब के कस्तो रहेछ मैले अहिले देखाइहालेँ होइन अब यस्तै त हो नि अब त्यो ठाउँहरूमा अब धेरै क्षति भएको छ क्या त्यो कस्तो भित्र त्यो फोटोहरू हेर्दाखेरि पनि दिक्क लाग्दै हो पऱ्यो भने म तिरिदिन्छु भनेर केटाहरू चाहिँ अब हामीलाई चाहिँ जबरजस्ती लिएर जाँदैछन् ठिक छ जाउँ केही छैन के हो र यहाँ कता छिर्यो अब हामी यहाँ चाहिँ देख्छ अब रमाइलो छ हेर हेरौँ अब एकछिन यहाँ जस रमाइलो छ यता जाने
हामी चाहिँ 4-5 जना हौँ, अरू केटाहरू चाहिँ कहाँ गए बेपत्ता भयो है। माथि अर्को तल होला चाहिँ यस्तो छ यो पहिला बेलाको अब हुन्छ नि उनीहरूको जापानिजहरूको संस्कृतिहरूको यो उनीहरूको होला यो ढोलसुन बजाएर मस्त दिइरहेको छन्, रमाइलो भइरहेको छ यताउता। अब हुन्छ नि उनीहरूको पनि अब यो देखाउने हो नि त उनीहरूले पनि अब उनीहरूको यो पहिला बेलाको अब यो के को होला खेलकुद जस्तोहरूको के होला। अब यहाँ त हेर्दा चाहिँ अब नेपाली जस्तो छन् तर जापानी चाहिँ होला होइन। पहिला बेला यहाँतिर यस्तो हुँदो रहेछ, जस नेपाल जस्तोको धेरै धेरै चिज हुन्छ यहाँ। यस्तो छ नेपालको जस्तो धेरै मिल्दो हुन्छ तर खानेकुरा अलिकति हो, नत्र भने मान्छेहरूको लवाई खवाई जस्तो नेपाल जस्तै सेम भनौँ नेपाल जस्तै हो। भगवान् थाहा जाउँ बाहिर जाउँ कि यस्तो छ किन्नले त्यहाँ यस्तो हात देखाइ अनि मैले बनाएको हो कि नत्र कहाँ काटिहालिदिनु। ठिक छ म नि हेरविचार गरेर बनाउँछु नि त भिडियो भने त्यस्तो हावाताला बनाएर नि काम छैन। फेरि सिस्टम अलिकति नबुझिसक्दो हुन्छ मान्छेहरू। यहाँ खेतीपाती जस खेतीपाती गर्ने ठाउँ चाहिँ बवाल छ ल हेर्नु नि स्विमिङ जस्तै टक्क होइन यो यस्तो छ बवाल छ ल। हो सुपानी कहाँ हो म्यापमा नि अब कता कता देखाइदियो। अब फर्स्टचोटि आएको नि त यो ठाउँ होइन, त्यही भएर अलिक थाहा भइरहेको छैन। अब हेर्दै जाउँ कहाँ हुन्छ के हुन्छ हेर्छौँ। अनि हामीलाई चाहिँ जे सब हाम्रो त्यही अब 2 घन्टा समय पाइन्छ यताउता घुम्नलाई। 2 घन्टापछि चाहिँ अनि हामी यो ठाउँ छोडेर अब आफ्नै ठाउँ जानुपर्ने हुन्छ ओनोमिची होइन। त्यही हो अब अहिलेको लागि भने कि अब यति अब हेर्दै जाउँ अहिले के हुन्छ पछि है। केटाहरूले त्यहाँ अब म्याप हेरेर चाहिँ हुन लाग्यो झन्डै आधी घन्टै हुन लाग्यो होइन। अब आधी घन्टा हुँदा नि त्यहाँ म्याप भेटेन, केटाहरू चाहिँ यता उमा बसिरहन् पारामा बसिरहन् होइन। यस्तै छ अब के गर्ने अब यस्तै हुन्छ। अब सुख भेट्नु छैन। अब हाम्रो यता दिपक र मैले यहाँ सुख नभएर टेन्सन भइसक्यो, केटाहरू आउँदा नि आउँदैन न जाउँ भने नि एउटा सुख खानलाई यहाँ लागिसक्यो आधी घन्टा होइन। यस्तै छ केटाहरूको पारा दिमाग खराब गरिसक्यो के अनि यस्तै छ जिन्दगी। अब आज चाहिँ हाम्रो यहाँको अब घुम्ने कार्यक्रम सिद्धि है। अब घुम्ने सिद्धेर त हामीले बसमा चढिसक्यौँ। अब हामी ओनोमिचीतिर लाग्दैछौँ। अब एकछिनमा 5 बजेतिर हुन्छ होला सायद 5 बजे गाडी हिँड्ने भने अब जानुपर्ने हुन्छ 5 बजे हामी यहाँबाट हिँड्छौँ 5 बजे। उता कति पुग्दा त त्यही 6, 7, 8 जति हुन्छ होला ल। अब यस्तै हो कस्तो लाग्छ भिडियो हेरेर कमेन्ट गर्नु होला, लाइक सब्सक्राइब गरिदिनु होला है। र यही हो आजको ब्लग यहीँ समाप्त गरौँ है त। बाई बाई।